नमस्कार, स्वागत छ यहाँहरूलाई एक्सेल विथ मी च्यानलमा। आजको भिडियोमा हामी एक्सेलको एउटा धेरै उपयोगी फंक्सन लेन फंक्सन अथवा लेन्थ फंक्सनको बारेमा कुरा गर्नेछौँ। यो फंक्सनले कुनै पनि वर्ड, सेन्टेन्स वा नम्बरमा कति क्यारेक्टर छन् भन्ने बताउँछ। यो फंक्सन धेरै ठाउँमा काम लाग्छ, जस्तै फोन नम्बर वा कोड डिजिटको संख्या जाँच गर्न, डाटा क्लिन गर्दा एक्स्ट्रा स्पेस पत्ता लगाउन, अनि टेक्स्ट मेनिपुलेसन जस्तै लेफ्ट राइट मिड फंक्सनको लागि मिसाएर प्रयोग गर्न पनि धेरै काम लाग्छ। र यो कसरी प्रयोग गरिन्छ र यसलाई कसरी युज गरिन्छ भन्ने कुरा हामी हेर्न यहाँ गइरहेका छौँ। सबभन्दा सुरुमा एउटा हामी खाली रो लियौँ। खाली रो लिइसकेपछि त्यहाँ गएर इजिकल टु दबाऊ। इजिकल टु दबाउने बित्तिकै एक्सेलमा के हुन्छ त फर्मुला स्टार्ट हुन्छ। त्यस पछाडि फर्मुला लाउँ एलइएन, किबोर्डबाट एलइएन थिचेर ट्याब बटन थिच्ने बित्तिकै के हुन्छ त लेन्थ फर्मुला देखाइसकेको छ विथ ब्र्याकेट। त्यसबाट तपाईँले कुन रोको चाहिँ कुन सेलको चाहिँ तपाईँले डेटाको लेन्थ नाप्नु पर्ने छ त्यो डेटालाई क्लिक गर्नुहोस्। क्लिक गर्ने बित्तिकै A2 भन्ने डेटा लेख्यो। A2 भन्ने सेलको नाम लेखेको छ, जुन सेलमा चाहिँ मेरो डेटा रहेको छ केशव पौडेल। त्यहाँ गएर मैले इन्टर गरेपछि 13 भन्ने एउटा के देखाएको छ त संख्या देखाएको छ। ES को लेन्थ चाहिँ कति रहेछ त 13 रहेछ। अब यो केशव भन्ने जुन नाम छ यसलाई मैले यहाँ बिचमा गएर त्यसको छेउमा गएर एक स्पेस दिएर फेरि इन्टर गरेँ भने 14 हुन्छ। यसले गर्दा यहाँ के भन्ने देखायो त स्पेसलाई पनि यसले के गन्छ त यो टेक्स्टको चाहिँ लेन्थ गन्छ। त्यही भएर हामीले एक्स्ट्रा स्पेसहरू पत्ता लगाउनको लागि जहिले पनि के गर्छौँ त लेन्थ फर्मुलाको प्रयोग गर्छौँ भन्ने कुरा यहाँबाट बुझिन्छ। अब तपाईँले यहाँ गएर यसलाई यहाँ डबल क्लिक गर्नुभयो भने सबै तपाईँको टेक्स्टको चाहिँ के देखाउँछ त नेम भन्ने टपिकको टेक्स्टहरू रोकै चाहिँ के देखाउँछ तपाईँले यहाँनिर लेन्थहरू देखाउँछ। यो लेन्थहरू अहिले सबै मिलेका छन्। मिलेको नमिलेको अवस्थामा चाहिँ मैले यो केशवको एक स्पेस छोड्दाखेरि 14 देखायो। अब यसलाई मैले घटाउँदाखेरि फेरि इन्टर गर्दा यो 13 देखाउँछ। यसरी हामीले के गर्न सकिन्छ त लेन्थ नापेर टेक्स्टको अवस्थालाई बुझ्न सकिन्छ।